Dikpa yang mijasing gyawa ponsum soprachi rangi simne yongsu dine sangi tempai. यसको अर्थ तपाईहरुलाई थाहा छ त? यो 4 लाइनमा भगवान बुद्धले दिनुभएको सम्पूर्ण शिक्षा समावेश हुन्छ। र यसको अर्थ के हो भन्दाखेरि दिक्पा चिया मिजासिङ भनेर भन्नुभएको छ फर्स्टको लाइनमा कुनै पनि पाप नगर्नु भनेर बताउनु भएको छ। ग्यावा पुन्छुम सोप्रछि अथवा सेकेन्ड लाइन जे जस्तै पुण्य कति सक्दो पुण्य कमाउनु र रंगी सिम्ने योंसो आफ्नो मनलाई एकाग्रमा ल्याउनु, आफ्नो मनलाई कन्ट्रोलमा ल्याउनु, आफ्नो मनलाई कन्ट्रोल राख्नु, यही नै बुद्धको शासन हो भनेर बताउनु भएको छ। यही नै धिने संगीतम पनि यही नै बुद्धको शासन अथवा उहाँको टिचिङ, उहाँको मूल मन्त्र अथवा मेन नै यही हो भनेर भन्नुभएको छ। त्यसैले गर्दा उहाँको टिचिङमा धेरै हामीले भेट्ने गर्दछौँ कि हाम्रो यो चित्त अथवा मनलाई नै कन्ट्रोलमा ल्याउने, यही मनलाई नै हामीले परिवर्तन गर्दै, यही मनलाई नै राम्रो बनाउँदै हामीले बुद्धत्वसम्म लानुपर्ने हुँदछ।